हेलो गाइज, म आज हजुरहरूलाई सब्जेक्ट भर्ब एग्रिमेन्ट बनाउन गएको छु, जुन ग्रामरको एकदमै महत्त्वपूर्ण टपिक रहेको छ र यसबाट एक्जाममा पनि क्वेसन सोधिराखेका हुन्छन् र मेनली यो क्लास 9, 10, 11 एन्ड 12 को लागि स्पेशल हुन्छ र यसमा मैले सबै कन्सेप्ट क्लियर गर्नेछु र एक्सप्लेन पनि एकदमै नेपालीमा गर्नेछु, सरल भाषामा। त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला र अब यो भिडियो हामी सुरु गरौँ। सब्जेक्ट भर्ब एग्रिमेन्टलाई कर्ता अनुसार क्रियालाई बुझाउँछ। सब्जेक्ट कर्ता हो भने भर्ब क्रिया हो र क्रिया सब्जेक्ट अनुसार नै भर्ब यसमा लाग्ने गरिन्छ र फर्स्टमा रुल हुन्छ हामीलाई सिंगुलर अनुसार सिंगुलर भर्ब, यानी कि सिंगुलर सब्जेक्ट यानी कि सिंगुलर कर्तासँग सिंगुलर भर्ब क्रिया लाग्छ। जस्तै अ सिंगुलर सब्जेक्ट टेक्स अ सिंगुलर भर्ब। इक्जाम्पलको रूपमा हेर्न सक्छौँ, राम प्लेज फुटबल, राम फुटबल खेल्छ। द बोय इज ह्याप्पी, यसमा सिंगुलर सब्जेक्ट छ, त्यसैले सिंगुलर भर्ब लागेको छ। यहाँ सिंगुलर सब्जेक्ट अनुसार सिंगुलर भर्ब लगाउनु पर्छ र रुल नम्बर 2 मा हुन्छ हामीलाई प्लुरल सब्जेक्ट अनुसार प्लुरल भर्ब लगाउनु पर्छ। जस्तै यहाँ इक्जाम्पलको रूपमा हेर्न सक्छौँ, द बोइज प्ले फुटबल, बोइज केटाहरू फुटबल खेल्दैछन्। दे आर स्टुडेन्ट, उनीहरू विद्यार्थी हुन्। यहाँ दे भएकोले यहाँ प्लुरल भएकोले प्लुरल क्रियाको प्रयोग भएको छ, यानी कि भर्बको प्रयोग भएको छ। अब रुल नम्बर 3 मा भन्छ हामीलाई दुईटा सब्जेक्टलाई जोइन गर्नुपर्छ एन्डले त्यहाँ पनि प्लुरल भर्बको प्रयोग गरिन्छ। जस्तै राम एन्ड हरि आर फ्रेन्ड्स, राम र हरि साथी हुन्। जस्तै एउटा अझै सीता एन्ड गीता सिङ वेल, सीता र गीता राम्रो गाउँछन्। रुल नम्बर 4 इच एन्ड एभ्री, यो पनि सिंगुलर नै लिन्छ। जस्तै एभ्री स्टुडेन्ट हेज अ बुक, प्रत्येक विद्यार्थीसँग किताब छ। अब एउटा अझै पनि छ, इच बोय प्लेज क्रिकेट, प्रत्येक केटाले क्रिकेट खेल्छ। अब रुल नम्बर 5 आइदर नाइदर नोर, यो छ नि आइदर नाइदर, यसको अगाडिको जे सब्जेक्ट छ त्यसै अनुसार भर्ब पनि लागेको छ। जस्तै नाइदर राम नोर हिज फ्रेन्ड्स आर कमिङ, यहाँ फ्रेन्ड्स छ त्यसैले यहाँ आर लागेको छ। फ्रेन्ड्स प्लुरल भयो त्यसैले प्लुरल क्रियाको प्रयोग हुन्छ। न त राम न त उनका साथीहरू आउँदैछन्। नाइदर द बोइज नोर राम इज कमिङ, राम इज हियर। न त केटाहरू न त राम यहाँ छ। राम सिंगुलर सब्जेक्ट हुनाले यहाँ भर्ब पनि सिंगुलर लागेको छ। अब रुल नम्बर 6, त रुल नम्बर 6 मा हामीलाई वान अफले जहिले पनि सिंगुलर नै लिन्छ, किन यहाँ वान अफ छ, वान भनेको एउटा, त्यसैले यहाँ वान अफले सिंगुलर सब्जेक्ट लिएको छ। जस्तै वान अफ द स्टुडेन्ट्स इज एब्सेन्ट, विद्यार्थीहरूमध्ये एकजना अनुपस्थित अथवा आएको छैन। अब रुल नम्बर 7 इन्डेफिनेट प्रनाउन्स, यसमा इन्डेफिनेट जस्तै एभ्रीवान, नो वान, नोबडी, समबडी, एनीबडी, एनीवान, यस्ता शब्दहरू जस्तै मा क्रिया जस्तै यो सबै सिंगुलर भर्ब नै प्रयोग हुन्छ। जस्तै एभ्रीवान लाइक्स म्युजिक, सबैलाई सङ्गीत मनपर्छ। नोबडी नोज द एन्सर, कसैलाई उत्तर थाहा छैन। अब रुल नम्बर 8, यस्तै सिम्पल रुल छ, बढी गाह्रो छैन। रुल नम्बर 8 मा हामीलाई कलेक्टिभ नाउन्ससँग पनि सिमिलर नै लाग्छ।
जस्तै द टिम इज विनिङ, टोली जित्दैछ, टोली जित्दैछ। एउटा अझै एक्जाम्पल, द कम्युनिटी हेज डिसाइडेड, समितिले निर्णय गरेको छ। यहाँ कलेक्टिभ नाउन्स भनेको त्यो समूहवाचक नाम हुन्छ नि, त्योसँग जहिले पनि हामीलाई सिंगुलर भर्बको प्रयोग गर्नुपर्छ। अब रुल नम्बर 9, अमाउन्ट अफ मनी अथवा टाइम डिस्टेन्सको लागि पनि सिंगुलर भर्बको प्रयोग गर्नुपर्छ। जस्तै 10,000 रुपिज इज इनफ, 10,000 रुपैयाँ पर्याप्त छ। 5 किलोमिटर इज अ लङ डिस्टेन्स, 5 किलोमिटर लामो दूरी हो। यहाँ अब रुल नम्बर 10, टाइटल अफ बुक मुभिजको लागि पनि सिंगुलर भर्ब नै प्रयोग हुन्छ। जस्तै ह्यारी पोटर इज अ पपुलर, ह्यारी पोटर छ लोकप्रिय छ। ह्यारी पोटर नामको एउटा किताब छ अथवा फिल्म छ, त्यो लोकप्रिय छ। ह्यारी पोटर जस्तै टाइटल भयो र हामीलाई टाइटल अफ बुक मुभिज इटिसी को लागि सिंगुलर भर्ब नै प्रयोग गर्नुपर्छ। अब रुल नम्बर 10, त रुल नम्बर 10 मा हामीलाई अ नम्बर अफ जहिले पनि पुल्लर लिन्छ भने द नम्बर अफ जहिले पनि सिंगुलर लिन्छ। जस्तै अ नम्बर अफ स्टुडेन्ट्स आर एब्सेन्ट, धेरै विद्यार्थीहरू अनुपस्थित छन्। द नम्बर अफ स्टुडेन्ट्स इज इन्क्रिजिङ, विद्यार्थीहरूको संख्या बढ्दैछ। त यो पनि कन्सेप्ट क्लियर भयो। अब रुल नम्बर 12 मा, त यहाँ रुल नम्बर 12 मा हुन्छ सब्जेक्टलाई जोइन हुन्छ नि ओर अथवा नोरबाट, त्यसमा पनि नियरेस्ट सब्जेक्टको प्रयोग हुन्छ। जस्तै आइदर थियो, नाइदर थियो, नाइदर नोर आइदर ओर थियो, त्यसमा पनि नजिकको सब्जेक्ट अनुसार क्रिया प्रयोग गर्नु पर्थ्यो भने यसमा पनि त्यस्तै गर्नुपर्छ। जस्तै नाइदर द टिचर ओर द स्टुडेन्ट्स आर रिस्पोन्सिबल, कि शिक्षक कि विद्यार्थीहरू जिम्मेवार छन्। यहाँ सब्जेक्ट छ नि, यहाँ स्टुडेन्ट छ र सब्जेक्ट पुरलर छ, त्यसैले यहाँ नजिकको रुल अनुसार नजिकको भर्ब सब्जेक्ट अनुसार प्रयोग गर्दा यहाँ पुरलर भर्ब नै प्रयोग हुन्छ। एउटा अझै लिनुपर्छ, यो आइदर द स्टुडेन्ट्स ओर द टिचर इज रिस्पोन्सिबल, यहाँ टिचर सिंगुलर छ र सिंगुलर भर्ब प्रयोग गर्नुपर्छ। अब रुल नम्बर 30, र रुल नम्बर 30 मा हामीलाई भन्छ अनकाउन्टेबल नाउन्सलाई सिंगुलर जहिले पनि मान्नुपर्छ। अनकाउन्टेबल जस्तै वाटर इज अननेसेसरी थिङ्स, अथवा यहाँ छ वाटर इज इसेन्शियल, पानी आवश्यक छ। इन्फर्मेसन इज युजफुल, यहाँ अनकाउन्टेबल छ, इन्फर्मेसन भयो, वाटर भयो अथवा फायर भयो अथवा अरू मेडिसिन जे पनि हुन्छ, पेट्रोल भयो, त्यो सबै। देयर इज र देयर आरको प्रयोग पनि देयर सिंगुलरसँग हुन्छ भने देयर आर पुल्लरसँग हुन्छ। जस्तै देयर इज अ बुक अन द टेबल, एउटा किताब टेबलमा छ। देयर आर मेनी बुक्स अन द टेबल, टेबलमा धेरै किताबहरू छन्। यहाँ बुक्स पुल्लर छ, त्यसैले यहाँ पुल्लर जस्तै देयर आर र देयर इज बुक छ, यहाँ सिंगुलर छ। अब रुल नम्बर 15, ग्रेड्स एन्ड सब्जेक्ट, यसमा पनि हुन्छ ग्रेड्स। यहाँ हजुरलाई अलिक बुझ्न गाह्रो हुन्छ, जस्तै म यहाँ ब्राकेटमा दिइदिएको छु। ग्रेड्समा जहिले पनि आइएनजी लागेको हुन्छ, जस्तै प्लेइङ, रिडिङ, इटिङ, बाथिङ, यस्ता शब्दहरू ग्रेड्स हुन्छ र ग्रेड्समा जहिले पनि सिंगुलर भर्ब नै लाग्छ। जस्तै स्विमिङ इज गुड एक्सर्साइज,
पौडी खेल्नु राम्रो व्यायाम हो। यहाँ स्विमिङ छ, आइएनजी छ, ग्रेड्स छ र ग्रेड्स अनुसार आइएनजी आयो भने सिङ्गुलर लाग्छ। यहाँ स्विमिङ सिङ्गुलर छ, होइन स्विमिङ ग्रेड्स छ र सिङ्गुलर भर प्रयोग भएको छ। अब जस्तै एउटा अझै रिडिङ हेल्प्स अस लर्निङ, पढाइले हामीलाई सिक्न मद्दत गर्छ। अब एउटा मैले हजुरलाई टेबल पनि दिन्छु, हजुरलाई यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पुरै कन्सेप्ट नै क्लियर हुन्छ यो टेबल बुझेपछि। सिङ्गुलर सब्जेक्टसँग सिङ्गुलर भर्ब, पुल्लरसँग पुल्लर भर्ब र कन्जक्सनसँग पुल्लर, इच एभ्रीसँग सिङ्गुलर, नाइदर नोरसँग नजिकको त्यो अनुसार। जस्तै यहाँ बोय भने इज लाग्छ, बोइज छ भने आर लाग्छ, वान अफ छ भने जहिले पनि सिङ्गुलर। यहाँ बोइज, यहाँ नहेर्नु बोइज छ कि राम छ कि बोइज छ कि के छ, यहाँ हेर्नु पहिला। वान अफ द बोइज, एउटा बोइज छ। यहाँ छ कलेक्टिभ नाउन्स, यहाँ होइन, यहाँ एभ्री वान छ नि, एभ्री वान, नो वान, सम वान, समबडी, नो बडी, यहाँसँग जहिले पनि सिङ्गुलर नै लाग्छ, एभ्री वान लाग्छ। र टिमसँग, कम्युनिटीसँग, ग्रुपसँग यो सबै कलेक्टिभ नाउन छ भने यहाँ सिङ्गुलर नै लाग्छ। टिम इज, कम्युनिटी इज, ग्रुप इज र मनी, टाइम, डिस्टेन्स यो सबैसँग सिङ्गुलर नै लाग्छ। टाइटल, बुक, मुभी यो सबैसँग सिङ्गुलर नै लाग्छ। अ नम्बर अफसँग पुल्लर लाग्छ, द नम्बर अफसँग सिङ्गुलर लाग्छ, आइदर ओरसँग नजिकको लाग्छ। जस्तै द स्टुडेन्ट्स आर, होइन टिचर अर स्टुडेन्ट्स आर, यहाँ टिचरलाई नहेर्ने, यहाँ स्टुडेन्टलाई हेर्नुपर्छ। यहाँ ओरले गर्दा यहाँ स्टुडेन्ट्स हुन्छ। जस्तै अब अनकाउन्टेबलसँग पनि इज लाग्छ, सिङ्गुलर लाग्छ। वाटर इज, फायर इज अथवा इन्फर्मेसन इज। र ग्रेड्स आइएनजी यसमा आयो भने ग्रेड्स आइएनजी, यहाँ आइएनजी आयो भने सिङ्गुलर लाग्छ। यस्तै नै हो, यस्तै भिडियो मैले ल्याउने नै गर्छु। र नेक्स्ट मेरो भिडियो हुन्छ, मेरो टपिक हुन्छ ग्रेड्स र इन्फिनिटिभको। त्यसलाई बुझे पनि ग्रेड्स र इन्फिनिटिभको नेक्स्ट टपिक हुनेछ। तर तबसम्म यसलाई राम्रोसँग बुझ्नुहोस्, प्र्याक्टिस गर्नुहोस्। यस्ता क्वेसनहरू आउँदै नै गर्छ इक्जाममा। र ग्रामर स्पिकिङमा पनि यसको धेरै महत्त्वपूर्ण हुन्छ यो टपिक, सब्जेक्ट भर्ब एग्रिमेन्ट। धेरै मानिसहरूले यसमै नै जोखिन्छ र आफ्नो इमेजलाई डाउन गर्ने गर्छ। यो टपिक छ नि, यो एकदमै सिम्पल छ, तर यसलाई अलि बुझ्नुपर्छ राम्ररी। यस्तै भिडियोको लागि सब्सक्राइब गर्नुहोला र धन्यवाद मेरो भिडियो अन्तिमसम्म हेर्नुको लागि।